हेलो एन्ड गुड मर्निङ नमस्ते सबैजनालाई शुभ प्रभात। आज म एकदम प्रसिद्ध के भनौँ होइन लोकप्रिय ठाउँतर्फ लिएर जाँदैछु। यो एकदम रियल बाघभैरव है, एउटा किर्तिपुर माथि हाइटमा नि भएको, तर यो मच्छे गाउँको बस पार्क अलिक भित्रतिर रहेको यो बस पार्कभित्र गोदाम चोरबाट अलिक भित्र रहेको यो जङ्गलको बाटोमा। तर यसको विशेषता भनेको चाहिँ रियल्ली होइन, आइतबारको दिन चाहिँ नि भैरवको पूजा गरेमा एकदम राम्रो हुन्छ भन्ने धारणा छ किंवदन्ती अनुसार। तर यो चाहिँ एउटा सानो सानो फुच्चेहरूले बनाएको हो है, यो रियल बाघभैरव चाहिँ नि। त्यसैले यो ठाउँ चाहिँ नि आउन एकदम राम्रो छ होइन, एकदम ठिकै छ होइन। यो शान्त फरेस्ट, एकदम कुल इन्भाइरोमेन्ट छ। यति धेरै मान्छेहरूको भिड पनि छैन, भिडै छैन क्या, खास गरी यहाँ त्यति मान्छेहरूलाई थाहा नै छैन। तर यहाँबाट सिधै फेरि गयो भने पुष्पलाल पार्क पनि पुगिन्छ। तपाईँहरू आज यो मन्दिरलाई दर्शन गर्न सक्नुहुन्छ। यो एउटा फुच्चेहरूले बनाएको मन्दिर हो क्या एउटा। हेर्नु न, पछाडिदेखि अगाडि फेरि बाघभैरव भन्ने नाम चाहिँ नि कसरी राखेको भने यहाँ साँच्चैको रियलमा बाघ आउँछ क्या, त्यसैले यहाँ बाघभैरव भनिन्छ। धन्यवाद।